साथीहरू मान्छे हराइन् कता गइन् ठाउँको ठाउँ गाइब पाऊ कता खोज्नु जानु अत्ता चाहिँ फोटो खिच्न माग्नु भयो सिस्टरहरू मान्छे पर्खिनु जतिको यति गाह्रो हुन्छ हाम्रो चाहिँ भाउजूलाई पर्खिरहेको छौँ नि त अनि हामी चाहिँ त माथि दिदीहरुकोमा आएको थियौँ नि चाहिँ अनि बिचराहरू यति मजाले सुते है ओइ ओइ आइ 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 गुड मर्निङ नमस्ते सेवा साथीहरू वेलकम ब्याक माई युट्युब च्यानल आफ्टर लङ टाइम पछि म चाहिँ आज भिडियो बनाइरहेको छु अनि सो म चाहिँ कस्तो अलिकति मेरो मोबाइल बिग्रेको थियो नि त अनि त्यही भएर म चाहिँ भ्लगहरू बनाएको थिइनँ साथीहरू अनि त्यही भएर आज चाहिँ म बनाउँदैछु अनि अहिले चाहिँ हामी चाहिँ गएको छौँ भने अहिले चाहिँ हामी चाहिँ हाल चाहिँ अहिले केटिएमतिर छौँ अनि अहिले चाहिँ हामी तयारी भएर हामी चाहिँ घुम्न जान लागिरहेको छौँ अनि आई होप मेरो युट्युब फ्यामिलीहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु अनि हिजो चाहिँ अस्तिको दिन मात्रै आएको नि त हामी केटिएम अनि हेर्न अनि केटिएम आएको थियौँ पावर ब्याङ्क तपाईँको त हिजो रातभरि चार्ज गरेकोले थियो त अनि अब चाहिँ हामी चाहिँ बाहिर कता हो घुम्न जानुपर्ने छ थाहा छैन अब कता कता जान्छ म त फर्स्ट टाइम आएको काठमाडौँ अनि काठमाडौँ चाहिँ फर्स्ट टाइम मेरो अनि त्यही भएर म आइरहेको छु अनि यहाँ चाहिँ हामी घुम्न जानु लागिरहेको छौँ अनि मेरो आउटफिट भनेको चाहिँ छ सुन सुन मन खोली सुन अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ म त्यहाँ बोकिन है पस तेरै उमा छ ल पैसा मेरो तेरो त्यहीँ छ पस मेरो पसमा छ तेरो ब्यागमा छ अनि हामी चाहिँ अब जान लागिरहेको छौँ हाम्रो भाउजूहरू चाहिँ उता हुनुहुन्छ उनीहरू चाहिँ अहिले आउनुहुन्छ अनि हामी चाहिँ बाटोमा भेट्नु छौँ अनि त्यही हो गाइज अब भ्लग मेरो मोबाइल बिग्रिरहेको थिएन त्यही भएर मात्र नभनाकन मलाई साह्रै च्याङ गर्नुभयो क्या भ्लग आएन भ्लग अब हेर्नुहोस् भ्लग ओहो कताबाट जानु कता हो ठाउँ पनि थाहा छैन फर्स्ट टाइम हो म त जता लग्यो पनि त्यतै जान्न तयारी कति प्लेन उडिसक्यो कुन ठाउँको लागि मान्छे पर्खिनु जतिको यति गाह्रो हुन्छ हाम्रो चाहिँ भाउजूलाई पर्खिरहेको छौँ नि त अनि हामी चाहिँ त माथि दिदीहरुकोमा आएको थियौँ नि चाहिँ बेलुकी अनि भाउजू चाहिँ उता तल उहाँको बाजे बोजूकोमा बस्नु भएको थियो अनि हामी चाहिँ आएको दिदीहरुकोमा अहिले भेट्नु पनि आएर बसेको आधी घन्टा भइसक्यो तर मान्छे आउने छटपट छैन गाह्रो छ घाम त्यस्तै यहाँको भिडभाड त्यस्तै हामी चाहिँ स्वयम्भू होइन स्वयम्भू आइसकेको छौँ अनि हामी चाहिँ यहाँ घुम्दैछौँ अनि यहाँ चाहिँ सिक्का पैसा चाहिँ यति छ होइन अनि हामीले पनि लाउनु आँटेको यहाँ सिक्का पैसै रहेन रहेछ अनि हामी चाहिँ थुप्रो आएको छौँ हामी चाहिँ थुप्रो आएको छौँ है मान्छेहरू चाहिँ यति धेरै भिडभाड हुन्छ यति तल छ अनि पानी पनि पर्न लागिरहेको छ अनि हामीले चाहिँ फोटो एउटा खिच्यौँ अनि त्यहाँदेखि अब फोटो सार्नु पर्ने हुन्छ अनि म त गाडीले मात्र कस्तो बिजुक भइरहेको छ अनि अहिले चाहिँ गाडीमा चाहिँ बनाइने भिडियो मैले किनभने गाडीले मातिरहेको अनि फोटो क्या पोचाहरू बिजोक भयो हामी चाहिँ मासतिर कता हो यता मासतिर जाँदैछौँ अनि शौचालय रेस्टरुम मेरो चाहिँ के हालतमा फोटो बनाए दिदी र भेनाले चाहिँ मिताले भेट्नु जा भन्नुभएको छ स्वयम्भूमा अनि कुट्छ भन्दै हुन्थ्यो तर कुट्दैन रहेछ त्यहाँ चाहिँ कति छ लाइन छ तर धेरै छ सो अनि मलाई जिस्काउँदै हुनुहुन्थ्यो गएर कि केही छैन हामीलाई केही गर्दैन थाहा छ नि अनि बिचराहरूले कति साह्रो नानी च्याप्याएको साथीहरूसँग हामी हिँड्ने तङ्गालो मारेर बसिरहेको छ हेर्न सक्नुहुन्छ दर्शकहरू कस्तो ट्याइँदैछ है साथीहरू
यहाँ चाहिँ मन्दिरहरू छ तर हामी चाहिँ पूजाहरू गरिँदैन। हामी चाहिँ कता गएको अब होइन क्या उहाँहरूलाई चाहिँ क्या त्यो गोराहरूले हेलो खवारी इङ्ग्लिस हान्दिउँ न भनेको फेरि किन भनेर इङ्ग्लिस हान्नु भनेर मात्रै हो फेरि अभिषेक भाइ आउनुहोस्। यहाँ चाहिँ दर्शन गर्ने ठाउँ छ। गुम्बा यही हो कि ए म त अगाडि पो हाम्रो साथीहरू टोली गइसक्नु भने अगाडि पो तुत कुद्दो रहेछ। दर्शन पनि गरिसक्यो जानुपर्छ भेनालेको अब छिटो एयरपोर्ट कता होला ए त्यो 22 धारा के धारा हानेको त्यो होला सायद ए धरारा के भन्नु अनि के हामी बसेको कता कता थाहै छैन धरारा म त हेरेकै छैन। एयरपोर्ट कता हो ए त उडै प्लेन अनि कता जानुभयो अरू चाहिँ हामी चाहिँ 2 जना मात्र हाम्रो टोलीहरू चाहिँ छुटिसक्नु भएको छ है। साथीहरू मान्छे हराइन् कता गइन् ठाउँको ठाउँ गाइड पाऊ कता खोज्नु कता चाहिँ फोटो खिच्नु माग्नु भयो सिस्टरहरूले ए सकि भने जाउँ खोज्नु न कता गइन् कान्छे अहिले चाहिँ नराम्रो फेरि खै कता मान्छे एकजना चाहिँ भेट्यो 2-3 जना दिदी भाउजूहरू चाहिँ कता छिर्नु भयो बुझ्ने काम नछन्। म चाहिँ जुत्ता उता दिदीको रुममै छोडेर त पल्लाएर आएको। कता जानुभयो फोन गरौँ न कसैसँग पैसा छैन म त पैसै छैन फर्स्ट टाइम आयो दर्शन गरियो मेरो चप्पल लाएर लास्ट गाह्रो हुँदो रहेछ हाम्रो चाहिँ मान्छे नै भेट भएन मेन त भन्नु पर्दाखेरि भाउजूहरू कता जानु हामी एकछिन फोटो खिच्दैथ्यौँ आया खुट्टा दुइसक्यो त्यो गाडीले मात्र चक्कर चलिरहेछ त्यो पनि कति अप्ठ्यारो उडाल्नु रहेछ। कति लामो कतिवटा छ पनि हिँड्नु गाह्रो खुट्टा दुखिसक्यो अनि भाउजूहरू चाहिँ उता झरिसक्नु भयो अरे अनि हामी चाहिँ यसरी झऱ्यौँ फर्स्ट टाइम हो नि त अनि त्यही भएर हामी चाहिँ फेन घुम्ने मलाई त झन् गाडीले वक लगाएर भइरहेछ। काठमाडौँमा आएदेखि म एकदम एस गरेर बसिरहेको छु भने त्योमा बनाएको थियो बाँदरको भिडियो बनाइदिएको त्यस्तै यहाँ एस त होइन फेस चाहिँ भएर मान्छे मर्नु गाइड राम्रो रहेछ हो पछि विदेश गएर आउनुपर्छ ल काठमाडौँ घुम्नु के घर बनाउनु रे नाम पनि थाहा छैन साथीहरू कता कता हो उकालो ठाडो कता ठाडो कुद्दैछु थाहा छैन धेरैजनामा आउनु त लास्टै गाह्रो साथीहरू यति झ्याउ हुन्छ कसैको चित्त बुझाउनु पनि सकिँदैन केही गर्नु पनि सकिँदैन यति दिमाग भइसकिसकेको छ मेरो
कसैले के भन्छ कसैले के भन्छ पुरै मिल्दैन त्यो त बुझाउनै गाह्रो दिदी यो चाहिँ के सिंगल ट्री होइन लप्परेको भए पो लप्परेको अब जोडी ल्याएर खिच्नु त सिंगल त खिच्नु पर्यो त आया उता के मन्दिर हो हेलो भन्नु न हामी चाहिँ रुमतिर फर्किँदैछौँ यहाँ छ गर्दैछु गाडीले मातेर यहाँ के हाल्नु साथीहरू केही बोल्नु के नबोल्नु होइन गाह्रो छ मलाई हल्का दिदीले उता लाने मेकअपको सामानहरू किन्न जाँदैछु ल पानी आउँदैछ कि क्या हो पानी आउँदैछ एउटा आउँदैछ पानी आएर बिजोग छ हामी यतिकैमा हेर्नु जान्छौँ छातामा थियो छाता ल्याइएन पानी आयो कस्तो लाग्यो गाइस मलाई भोमिट आउन आँटिसकेको हो छिटो सुन्दैन गाइस गाह्रो छ नि हौ कसैले हिँड्न पायो भने त म त जहाँ पनि पुग्छु भन्छ म त्यहाँ मर्दै जाउँ सक्छु बाइकमा भने सक्छु गाडीमा त बाइक मलाई साइकल किनेर घर फर्किँदा त साइकलमा जानुपर्छ कि जस्तो लागिरहेछ तपाईँ पछाडि बस्नु म कुदाउँछु नि त साइकल अगाडि अनि त्यो अगाडि जाली त्यो हुन्छ नि हो त हाम्रो सामान ब्याग लाग्नुपर्छ के छ विचार यहाँ केटिएममा चाहिँ त्यो हचमला क्या त्यो चाहिँ नपाइनेहरू छ हामीले कति खोजिसक्यौँ होइन अनि क्यान्डीमा छ केमा छ मात्र भन्छ अरू खालको मात्र क्या हामीले खोजेको खालकै छैन क्या पहेँलो प्याकेटको अब हाम्रोतिर चाहिँ प्रशस्ति नै पाउँछ नि त लेकाङतिर त तर यहाँ चाहिँ नपाउने रहेछ फाइनल साथीहरू हामी चाहिँ घर आइपुग्यौँ तर म त हिँडेर आएर कस्तो यस्तो कस्तो दुःखो छाती नेपालमा हल्का भिजेर पनि होला अनि टाउको पनि दुख्दैछ सन्चो पनि छैन अब चाहिँ हामी खाजा बनाएर खान्छौँ अनि सुत्नुपर्ने हुन्छ एकछिन चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ कट अहिले लाउँछु